सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् आजको यो सुन्दर दिनको लागि र सम्पूर्णमा जय मसीह नमस्कार। फेरि पनि तपाईहरुको माझमा परमेश्वरको जीवित वचन अध्ययन गर्न गइरहेको छु। वचन रहेको छ व्यवस्था 30 को 19 पद हुन्छ। म अध्ययन गर्नेछु। आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साँची राख्दछु कि मैले तिमीहरूका अघि जीवन र मृत्यु, आशिष र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक। आमेन। परमेश्वरले हामीलाई यति धेरै माया गर्नुहुन्छ है। यसैले प्रभुलाई धन्यवाद भएको होस्। हामीले आशिष र जीवन नै रोज्ने कोसिस गरौँ। आशिष र जीवन पाउनको लागि असल योग्य परमेश्वरको निम्ति हामी जिउनु कोसिस सबैजनाले गरौँ। आमेन। फेरि पनि जय मसीह नमस्कार।